ललितपुरे निरंतर रूपे आयुर्वेदले से वैकल्पिक स्वास्थ्य सेवा या विस्तार ज्यावना चोंगुदु दास स्वास्थ्य सेवा निशुल्क रूपन व्यावै चोंगुदु को साथमा सम्पूर्ण शरीर आनन्दित भएको छ। अब हामी एकै साथमा ओमको उच्चारण गर्नेछौँ 3 पटकसम्म। ललितपुरिया बासिन्दा लिपाङ्गु इले आयुर्वेद लिसे वैकल्पिक स्वास्थ्य सेवा कागु छो अपोगतका स्वास्थ्य केन्द्र या प्रमुख डाक्टर सृष्टि श्रेष्ठ थेदिल भने हाम्रो कार्यालयको नाम चाहिँ पहिला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर थियो भने अहिले परिवर्तन भएर चाहिँ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुर भएको छ। यो चाहिँ लगभग चैतदेखि हाम्रो परिपत्र भएको थियो। निर्णय चाहिँ 2089 3 गते मध्य प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार चाहिँ नयाँ दरबन्दी एवं यो कार्यालयको नाम चाहिँ परिवर्तन भएको छ र हाम्रो यस केन्द्र स्थापना चाहिँ 2056 सालमा भएको हो र त्यो बेलादेखि हामी चाहिँ निरन्तर सञ्चालनमा रहेका छौँ। विभिन्न ठाउँहरूबाट सेवा प्रदान गर्दै आएर हाल यहाँ तालसीखेलमा चाहिँ हामी यस तालसीखेलबाट चाहिँ हामी सेवा प्रदान गर्दै आइरहेका छौँ र यस ललितपुर जिल्लाको कुरा गर्नुपर्दाखेरि आयुर्वेद संस्थाहरू सरकारी आयुर्वेद संस्थाहरू चाहिँ हाम्रो यस 14 नम्बर वडामा ललितपुर महानगरपालिकाबाट यो हाम्रो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुर छन् भने लगभग सम्पूर्ण पालिकामा चाहिँ कम्तीमा एउटा आयुर्वेद संस्था चाहिँ रहेको छ, मतलब आयुर्वेद सेवा प्रदायक संस्था रहेको छ। जस्तै गोदावरी नगरपालिकामा स्थानीय तह अन्तर्गत 2वटा आयुर्वेद औषधालय रहेको छ। यसको मुख्य कार्यहरू चाहिँ के कस्तो रहेको छ भन्दाखेरि मुख्यतया हामीले प्रवर्तनात्मक सेवा, प्रतिकारात्मक सेवा, निदानात्मक सेवा र उपचारात्मक सेवा प्रदान गर्दै आइरहेका छौँ र विभिन्न समन्वयात्मक क्रियाकलापहरू पनि हामीले गर्दै आइरहेका छौँ। सालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरिया स्थापना जुगुख तीनचोटि लामो ओंकारको उच्चारणले आफ्नो शरीरलाई पारेको प्रभावलाई महसुस गर्दै गर्दै अब हामी बुढी औँलालाई टाइट गर्नेछौँ। बुढी औँला टाइट, मुडुला टाइट, घुँडा टाइट, तिघ्रा टाइट, मूलाधार चक्र टाइट, स्वादिष्ठान चक्र टाइट, पेटको तल्लो भाग टाइट, टाइट गर्नुहोस्। टाइट टाइट कताको चुक्कै पर्नाइदिनुहोस्। अनुहारलाई टाइटन 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 रिलिक्स। अब हामीसँग धेरै समयको अभाव भएको कारणले हामी धेरै लामो समय सभासम्म राख्न सकेनौँ। अब बिस्तारै बिस्तारै हातलाई माथि लैजानु होला, रगट्नु होला, तातो बनाउनु होला। सुतेकै अवस्थामा बस्नु भएकोहरूले पनि बसेकै अवस्थामा हातलाई रगट्नु होला। हात रगटौँ, तातो बनाऊ। तातो तातो भएको हत्केला आँखामा लगाइदिउँ। अनुहारलाई मालिस गरौँ। अनुहारलाई मालिस गरौँ र ताडासनमा शरीरलाई तन्काइदिउँ। ताडासनमा तनक्क शरीरलाई तन्काइदिउँ अनि गोडालाई फोल्ड गरौँ। गोडालाई फोल्ड गरौँ। दाहिने हात टेकौँ। देब्रे फोल्टो भएर उठाउँछौँ।